मण्डली त्यहाँको पास्टर हुन्छ भरत भाइ चाहिँ तिनसँग गर्छु र हाम्रो गाउँ जोगिदामा पनि सानो झुन्ड छ अनि गाउँतिर गाउँदा चाहिँ आउनुहोस् हामी वचनमा हामी जानेछौँ। अचानक यो समय दिनुभएकोमा हाम्रो अङ्कललाई धन्यवाद अनि सञ्चालन गर्ने अभिषेकलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि तपाईँहरूको बिचमा म वचन चाहिँ परमेश्वरको जीवित वचन जुन चाहिँ हामीले सुन्नुपर्छ। बाइबलले यसरी भन्छ मानिसलाई रोटीलाई मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक जीवित वचनले बास गर्छ भन्छ। अनि तपाईँहरूलाई कतिचोटि विचार गर्नु भएको छैन कि मान्छे के वचनले भने शब्दले बोलीले पनि बाँच्छ र भन्ने लाग्छ। तपाईँहरूले विचार गर्नु भएको होला शब्दले मान्छेलाई मार्छ थाहा छ। हाम्रो वरपर छरछिमेकमा या देशमा र संसारमा हेर्दै गर्दाखेरि कि कति तिता शब्दहरू हुन्छ होइन, कि कति घुस्ने शब्द हुन्छ जसले गर्दाखेरि पङ्खामा होइन रुखमा आफ्नो जीवनलाई त्यागे भन्छ भने जिब्रोमा चाहिँ बाइबलले के हुन्छ सकिन्छ भन्दै गर्दाखेरि बाँच्छ भन्दै गर्दाखेरि चाहिँ कसरी वचनले पनि बाँच्छ भन्दै गर्दाखेरि तपाईँको मिठो बोलीले कोही निराशमा छ भने कोही अशान्तिमा छ भने उसलाई कोही होइन फेलियर लाइफमा थुप्रोचोटि फेल भइसकेको छ भने त्यसलाई चाहिँ बोल्दै गर्दाखेरि असल सम्झाउँदै गर्दा बुझाउँदै गर्दा कहिलेकाहीँ हामी भन्छौँ मोटिभेसनको कुराहरू गर्दै गर्दा बाँच्ने आशा चाहिँ बढाउँछ। अनि यसरी चाहिँ के भन्दाखेरि वचन चाहिँ बाइबलमा लेखिएको कुरा चाहिँ के छ भन्दाखेरि सत्य छ भन्ने कुरा हामी थाहा पाउन सक्छौँ हो। आउनुहोस् हामी वचनमा जानुभन्दा अगाडि प्रार्थना गरौँ सानो अनि अगाडि बढ्दैछौँ है। परमप्रभु परमेश्वरलाई तपाईँलाई धन्यवाद छ आजको दिनमा यस घर परिवारसँग मिलेर तपाईँको भ्रमण गर्न पाएको छ अनि वचनबाट तपाईँको मलाई सिकाउन लागि समय दिनुभएको छ। धन्यवाद भन्दछु सिक्नको निम्ति सिकाउनको निम्ति तपाईँको तपाईँहरूको बिचमा आज म गन्ती 12 अध्यायबाट चाहिँ केही छोटो कुराहरू बाँड्नेछु। यहाँनिर गन्ती 12मा चाहिँ 12 अध्यायको 1 देखि 16सम्म छ, 16वटा पद छ र यहाँनिर 3 जना व्यक्तिहरू छन्, मूसा, हारुन अनि मिरियम। कतिजना छ? 3 जना व्यक्ति छ।